नाम के अरे तपाईँहरूको? मेरो नाम भुजेल हो। नाम भुजेल। तपाईँको? मेरो अनिल। अनि तपाईँहरूले कति भएर काम गरेको? 1.5 महिना भयो। 1.5 महिना भयो। हजुर। हात्ती छाप अब तपाईँको त्यो हस्पिटलमा अब दुःख सुखले पहिला भाडा पनि हालिदिनु भयो। घरती छाप कि हात्ती छाप? घरती छाप के? घरती छाप जनमुक्ति मार्ग होइन? हजुर। गाउँपालिका। गाउँपालिका। हजुर। महाभारत गाउँपालिका। महाभारत हजुर। अनि ठेकदारको नाम थाहा छ? ठेकदारको नाम चाहिँ तपाईँको जीवन विक। जीवन विक भन्ने ठेकदार? हजुर हजुर। तपाईँहरूले 1 रुपियाँ पैसा दिएन? 1 रुपियाँ पनि दिएको छैन। आउने बेला भाडा हालिदिनु भयो। अनि उहाँले ल्याउनु भएको हामीलाई, उहाँले अहिले पन्सेर जानुभयो। ए पैसा उहाँले ल्याउनु भएको, त्यही भएर 1.5 महिना काम गर्यो। तपाईँहरूले खाना बस्ने के गर्यो? खाना बस्न चाहिँ दिनु भएको थियो ठेकदारले। हजुर। अब पैसा 1 रुपियाँ नदिने, रक्सी बिडी दिने, चिरोट दिने, पैसा घरतिर पठाउँछु भन्दा अब भोलि पर्सि भन्ने, पैसै नदिने। ए आज मेरो पनि बुढी बाल बच्चा छ, सबै छ, सबै घर कुरी बसेको हुन्छ। आज मकै खन्ने खेताला छ अरे घरतिर, गाउँतिर। अनि आज घर छापबाट हिँड्नु भयो तपाईँहरू? हजुर। आज हिँडेको, अब जाने हिँड्दै हिँड्दै जाने हो। अब चाउचाउरा पानी बोक्ने हो। अनि बिहानै हिँड्नु भएको? हजुर बिहानै हिँड्यो हामी। पैसा 1 रुपियाँ छैन? 1 रुपियाँ छैन। अनि घर चाहिँ कहाँ रे? चाहिँ पोखरा जाँदा भाडा त तिर्नु पर्यो नि त। भाडा के तिर्ने त? हिँड्दै जाने। हिँडेरै जाने? हिँड्दै जाने। अनि काम पायो भने बिचमा काम गर्छ, काम गरेर भाडा बनाएर जान्छ। ए जनमुक्ति मार्ग। तपाईँको पनि पोखरा घर? हजुर उहाँ पनि पोखरा। ठेकदारले कसैको पैसा दिएन? तपाईँहरूको मात्रै कि अरूको पनि? अरूको पनि देखेन। हामी 7 जना ग्रुप छ। यहाँ त 150 जना आउने जाने गरम त भइरहेको अरे। अनि पैसा के अरे काम चाहिँ सकिएर आएको कि तपाईँहरू? काम सकिएको छैन। केटाहरू पहिला 150 क्रस भइसकेछन् मान्छेहरू पनि। त्यस्तै त्यस्तै भएर सबै केटाहरू भागी हिँडेको रहेछ त्यहाँ पनि। जीवन विक भन्ने ठेकदार होइन? हजुर जीवन विका। जीवन विक। हजुर। अनि तपाईँहरूले पाउने चाहिँ ठ्याक्कै हिसाब गर्दा कति थियो तपाईँ? 31,000 मेरो हो, उसको 30,000 छ। उसको 30,000, तपाईँ 31,000? हजुर। पैसा दिएको छैन है? दिएको छैन। हजुर हजुर। ए